हेलो एभ्रिवान, हजुरहरू सबैलाई वेलकम छ मेरो फर्स्ट ब्लगमा। आज चाहिँ म कोपियो सिटी जाँदैछु फ्रम इसाल्मी। त्यसैले म अहिले ट्रेन स्टेसन आइपुगेँ। अब चाहिँ म मेरो ट्रेनको वेटिङमा छु। उताबाट चाहिँ ट्रेन आइरहेको छ। अब चाहिँ म ट्रेनमा चढ्छु। यताबाट चाहिँ कोपियो जानको लागि 1 आवर लाग्छ ट्रेनमा। अब चाहिँ म बाहिरको भ्यू हेर्दै जाँदैछु। अहिले चाहिँ खासै धेरै स्नो छैन। लास्ट इयर चाहिँ एकदम धेरै स्नो थियो डिसेम्बरमा, बट अहिले चाहिँ खै एकदम थोरै छ। यो चाहिँ लेक हो। यो चाहिँ सबै फ्रोजन लेक छ। अहिले चाहिँ फ्रोजन भएको छ। अहिले चाहिँ यो विन्टर सिजन भएको भएर रुखहरूमा चाहिँ खासै धेरै पातहरू छैन, सबै झरेको छ। चिसो छ, आजको वेदर चाहिँ एकदम चिसो छ है। यो चाहिँ काठहरू हो। अब यिनीहरूले के युज गर्छ, यसबाट धेरै युजको लागि काम हुन्छ। यो चाहिँ अब चाहिँ म कोपियो आउन लाग्यो। यो चाहिँ स्टार्टिङ हो कोपियोको। अब चाहिँ सिटी स्टार्ट भयो है त। अब चाहिँ म झर्ने ठाउँ आयो। अब चाहिँ म ट्रेनबाट झर्छु र अब यहाँ तल चाहिँ अन्डरग्राउन्ड छ। म अब त्यतातिर लाग्छु है त। यो चाहिँ अन्डरग्राउन्ड हो। मैले बेलुकाको लागि पनि बसको रुट हेर्नु छ, त्यसैले चाहिँ म अब बस भएको ठाउँतिर जान्छु। यो चाहिँ मेरो बेलुकाको बस हो। अब चाहिँ हामी टावरतर्फ लागौँ है त। माथि टावरसम्म पुग्नको लागि चाहिँ हामीलाई गाडीको बाटो पनि छ, हिँडेर जान पनि मिल्छ। हिँडेर चाहिँ 37 मिनट्स लाग्छ। आज चाहिँ म हिँडेर जाँदैछु। यो चाहिँ भित्रबाट हिँडेर जाने बाटो हो। यस्तो राम्रो छ बाटो। यो चाहिँ लाइक हामीले सानो बेलामा मुभी हेर्थ्यौँ नि, त्यसको बाटोहरू थियो नि, सेम त्यस्तै छ। एकदम रमाइलो छ। अब चाहिँ म 37 मिनट्स हिँडेपछि अब चाहिँ म टावर आइपुग्न आँटेँ। यो चाहिँ पार्किङ एरिया हो। यसको ठ्याक्कै अपोजिटमा चाहिँ टावर छ। यु क्यान सी, यो चाहिँ हामीले टावर देख्यौँ। आज चाहिँ वेदर खासै राम्रो छैन, त्यसैले टावर पनि खासै उज्यालो देखिएको छैन। त्यो लाइक हुस्सु परेको जस्तो देखिएको छ। त्यही पनि माथि गएर हेरौँ कस्तो हुन्छ। अब चाहिँ म माथि जानको लागि टिकट लिनको लागि भित्र जाँदैछु है त। मैले चाहिँ टिकट लिएर अब माथि लिफ्टमा जानको लागि वेट गर्दैछु। फाइनली म माथि त आइपुगेँ, तर एकदम राम्रो थिएन आज, किनकि आजको वेदरले गर्दाखेरि खासै केही भ्यूहरू देखेको छैन। मैले चाहिँ के सोचेँ भने यो ठाउँमा आउनको लागि चाहिँ समर टाइम एकदम बेस्ट हुन्छ, त्यसैले म अब समर टाइममा आउनेछु। आज चाहिँ खासै केही देखिएन। म माथि धेरै बस्न पनि सकिनँ चिसोको कारणले, त्यसैले म तल झरिहालेँ। अलिअलि फोटो खिचेँ, त्यसपछि मैले यतापट्टि, त्यसैले अब म यसबाटै तल जान्छु। अब चाहिँ म तल आइपुग्न आँटेँ।
फाइनली म तल आएँ। तलबाट माथि हेर्दा यस्तो राम्रो देखिएको थियो, तर त्यो लाइट्सहरू टावरको माथि चाहिँ खासै राम्रोसँग देखेको थिएन। माथिबाट तल आउनको लागि लाइक 10 to 15 मिनट्स चाहिँ लाग्छ है। त्यसपछि चाहिँ म अब आज क्रिसमस इभ, त्यसैले सिटीतिर के छ भनेर हेर्न जाँदैछु। म सिटीमा पनि आइपुगेँ। यहाँ चाहिँ लाइटिङहरू एकदम राम्रो रहेछ। लाइटिङहरू चाहिँ एकदम राम्रो छ है। अब चाहिँ म घर जानको लागि स्टेसनमा ब्याक भएँ। थ्याङ्क यू सबैलाई। थ्याङ्क यू फर वाचिङ। मेरी क्रिसमस। बाई बाई। अब चाहिँ म बसको लागि जाँदैछु। अब चाहिँ म स्टेसनमा आइपुगेँ। थ्याङ्क यू फर वाचिङ एभ्रिवान। मेरी क्रिसमस। बाई बाई।